हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। अनि आज हाम्रो बिहान चाहिँ यसरी सुरु भयो। हाम्रो चाहिँ हिजो रातिदेखि त्यो रुमको पानी जाने पाइप चाहिँ त्यो ब्लक भएको थियो। त्यही कारणले गर्दा चाहिँ हिजो पनि त्यसरी नै पानी ब्लक भएर पुरा पानी रुमहरुमा आएको थियो हिजो राति पनि हैन। त्यही सफाहरू गर्दा ओर्दा सुत्दा ओर्दा 2 बजे त्यस्तो भएको थियो लगभग। अन्त बिहान त 7 बजेतिर त उठेर हेरेको त पानी त पुरा रुमभरि आइरहेको रहेछ। म त साथीहरुलाई छिटछिटो उठाएर चाहिँ रुमहरु सफा गर्नुपर्छ भनेर उठाए। अन्त अनरलाई पनि बोलाएर आए माथि तलबाट। त्यहाँदेखि तलबाट अनरलाई बोलाएर अनरले चाहिँ हेरिदिँदै थियो कहाँनिर पानी ब्लक भएको छ भनेर। रुमको चाहिँ गत्ती थिएन, लुगा चाहिँ यसरी बाहिर लगाएर राख्न परिरहेको थियो है। अन्त तल त्यो बिछाउने दसनाहरू त भिजेर यस्तो भइरहेको थियो, आधा पाटा सबै भिजिरहेको थियो। टेन्सन लागिरहेको थियो सुक्छ सुक्दैन भनेर हो। त्यसै भएर छिटछिटो घाममा लिएर सुकायौँ हामीले। अन्त तल गएर अनरले त्यो पाइपहरू चाहिँ हेरिदिएर सफा गर्दैछ। अनि त्यही कारणले गर्दा चाहिँ त्यो सफा गरेको कारणले गर्दा चाहिँ पानीको त्यो मैलाहरू सबै तल भुइँमा आइरहेको थियो। कस्तो घिनलाग्दो भइरहेको थियो। अन्त मेरो चाहिँ त्यो लुगा राख्ने ब्याग चाहिँ त्यो आधै पानीमा डुबेको कारणले गर्दा चाहिँ जुन चाहिँ त्यो भित्र राखेको लुगाहरू छ त्यो चाहिँ सबै भिजिरहेको थियो। अन्त म चाहिँ छिटो त्यसलाई घाममा लगाएर राख्छु भनेर चाहिँ म चाहिँ त्यसलाई घाममा सुकाउन थालेँ। किनभने ड्युटी जान्देल त सुक्छ भनेर म चाहिँ छिटछिटो एउटा लुगाहरू निकाल्दै घाममा सुकाएँ। घाममा सुकाएको बादमा चाहिँ म फेरि तल गएर चाहिँ घरहरू रुमहरू सफा गर्न थालेँ। किन पुरा लेत्रा भइरहेको थियो, मैला भइरहेको थियो। त्यो पानी ब्लक भएर त्यो बाहिर फेरि पानी आउँदाखेरि चाहिँ पुरा मैला आएको थियो नि त, त्यही भएर घरभरि मैला भइरहेको थियो। अनि हिजो राति चाहिँ के भएको थियो भने त्यो कलको पानी पनि बन्द भएको थियो। हामीले चाहिँ खानासाना खाएर भाँडाहरू त्यत्तिकै राख्यो, भाँडा धुने पानी नभएकोले गर्दा चाहिँ। अन्त साथीले चाहिँ बिहान भाँडाहरू धुयो, म चाहिँ यता ग्यास पुछपाछहरू गर्दै थिएँ। अनि ग्यासहरू पुछपाछ गरिसकेको बादमा चाहिँ मेरो उता लुगाहरू मिलाउन थियो नि त। अन्त म चाहिँ लुगाहरू मिलाउन गएँ। साथीलाई तिमी यता गर, म उता गएर लुगाहरू मिलाउँछु भन्दै म चाहिँ यता लुगाहरू मिलाइ गरेँ। आज त्यसै पनि घर सफाहरू सबै भइगइहाल्यो मन्डे। त्यही भएर चाहिँ म चाहिँ यता त्यो खिड्कीहरूमा पनि सफा गरिहाल्छु भनेर म चाहिँ यता खिड्कीहरू सफाहरू गर्न थालेँ। साथी चाहिँ उता चिया बनाउँदै रहेछ। साथीले चाहिँ मलाई चिया लिएर दियो होइन। त्यसै त हामी अरू दिन त हामी त्यस्तो चिया खाँदैनौँ, जस्तो बिहान हामी त्यस्तो चियै खाँदैनौँ। किनभने हामी डाइरेक्ट सलनमा गएर खाना खान्छौँ, नास्ता पनि खाँदैनौँ। तर आज चाहिँ 7 बजी उठेकोले गर्दा सबैजनालाई भोक लागेछ। अनि साथीले चियाहरू बिस्कुटहरू लिएको रहेछ दोकानबाट। अनि हामी चाहिँ त्यही गफ गर्दै खाँदै थियौँ। मेरो साथीहरूले चाहिँ बाटीमा खाइरहेको थियो है चिया। किनभने हाम्रो रुममा चाहिँ 2टा मात्रै ग्लास छ है, त्यो पनि किनभने हामी चाहिँ प्राय सलनमै गएर चियाहरू खाने गर्छौँ है। सलनमै चियाहरू पाक्छ, त्यही भएर चाहिँ। अनि पानी पिउनको लागि त सबैको आफ्नो आफ्नो बोतल भइहाल्छ। मर्निङ सेवारो अब हामी चाहिँ ड्युटीतिर लागेको। बाइ बाइ। आज एकदम हाम्रो मन्डे पुरा फुल डिप क्लिन हुन्छ। प्लिज हाम्रो अलिसाको भ्लगमा चाहिँ तपाईँहरूले लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। प्लिज तपाईँहरूले साथ सपोर्ट दिएर अघि बढाएर लानुहोस् होला। थ्याङ्क यू सो मच। बाई सुशीला। अनि मेरो साथीहरू चाहिँ गइसकेको बादमा चाहिँ हामीले चाहिँ खाजा बनाएको थियौँ नि त, चाम्रे भातहरू साथीले बनाएको थियो। अनि त्यही साथीले बनाएको चाहिँ साथी चाहिँ नुहाउन गएको थियो। अन्त म चाहिँ त्यहाँबाट आलुहरू निकालेर आलुको अचार बनाउनु भनेर साथीले भनेको थियो। अनि म चाहिँ आलुको अचार बनाउनलाई आलुको उयोहरू रेडीहरू गरेँ है। म पनि छिटो रेडी गरेर तयारी पारेर म पनि नुहाउन जान्छु भनेर चाहिँ म चाहिँ यहाँ आलुहरू छिटो यो गरेर रेडी गरेँ। किनभने हामी त्यसै त बिहान खाजै खाँदैनौँ, तर आज चाहिँ बिहान छिटो उठेकोले गर्दा सबैजनालाई भोक लाग्यो। त्यही भएर चाहिँ अलिकति भए पनि चाम्रे भात बनाएर खाने भनेर चाहिँ हामीले चाहिँ चाम्रे भातहरू बनाएँ। अनि मेरो चाहिँ माथि चाहिँ लुगाहरू चाहिँ मैले अघि सुकाएको थिएँ। अनि त्यो लुगा चाहिँ अब दिनभरि त सुकाउन सकिँदैन नि त, किनभने ड्युटी गइन्छ। ड्युटी गएको बेलामा कुकुरहरू आएर बस्ला, मैला पारिदिन्ला, यताउता च्यालमेल होला भनेर चाहिँ म चाहिँ मेरो सुकेको लुगाहरूलाई चाहिँ छानेर लगेँ तल। अनि लगेर चाहिँ नुहाइदिए गरेर चाहिँ म चाहिँ रेडी हुनलाई बसेँ। मेरो साथी चाहिँ अघि रेडी भएर पनि उसको चाहिँ आज 11 बजेको उयो सिफ्ट हो नि त, मेरो त 12 बजेको सिफ्ट हो।
सधैँ त हामीहरू सँगै हुन्थ्यौँ, तर आज चाहिँ मेरो 12 बजे छ र उसको चाहिँ 11 बजेको थियो र ऊ चाहिँ उयो गरेर रेडी भएर गयो। अनि म चाहिँ यहाँ मेकअप गर्न बसेको थिएँ। आज छिटै मेकअप गर्न बसेँ, किनभने अरू बेला त खानासाना बनाउन पर्थ्यो हो। खानासाना बनाएर उयो गर्दाखेरि मेकअप गर्दाखेरि ढिलो हुन्थ्यो। त्यहाँदेखि आज चाहिँ मजाले टाइम निकालेर गर्छु भनेर चाहिँ म चाहिँ टाइम निकालेर बसेँ। आज चाहिँ खानासाना बनाएनौँ, किनभने हिजो राति भाँडा पनि धोएको थिएन। हिजो राति खाना नबनाउनु सोचिरहेको थियौँ। अन्त बिहान पनि फेरि त्यस्तै च्याल्याल्याला भयो। त्यहाँदेखि चाहिँ आज चाहिँ बाहिर खाना किनेर खाऊँ ल भनेर चाहिँ हामीले साथीहरूले चाहिँ सल्लाह गरेको थियौँ। त्यही भएर म चाहिँ उता अर्को साथी चाहिँ उयो नुहाउन गएको थियो। म चाहिँ छिटो मेकअप गरिसकेर पनि उसले चाहिँ नुहाएर आएर मलाई खाना निकालिदिएको रहेछ। अन्त म त छिटो आज खानासाना खाएर जान्छु भनेर म चाहिँ खाना बसेँ। अन्त खानासाना खाइसकेर चाहिँ अब ड्युटी निस्किनुपर्छ भनेर ड्युटीको टाइम पनि हुन आँटेको थियो। अन्त खाना खाइसक्यो। अन्त हामी चाहिँ रुमबाट निस्क्यौँ ड्युटीको लागि। हाम्रो ड्युटी चाहिँ त्यस्तो दूर छैन है, रुमदेखि चाहिँ नजिकै पर्छ। अब कति मिनट भनौँ भन्दा 5 मिनट जस्तोको बाटो होला हौ हाम्रो रुमदेखि चाहिँ। तर घाम चाहिँ यस्तो डरलाग्दो कि निधारैमा टक्कै घाम आइरहेको थियो। म चाहिँ त्यही भएर चाहिँ रुमाल बाँधेर हिँडिरहेको थिएँ घामले पोल्छ भनेर। अनि गयौँ हामी चाहिँ धन्दा अलिक नजिकै छ भनेर टाढोबाट हिँड्नको त गाह्रो हुन्थ्यो। अनि यो चाहिँ मेरो सलोन हो। हामी चाहिँ फाइनली सलोन पनि पुग्यौँ। ब्युटी गर्ल के गर्यो यति बुझी जस्तै भएर आएको मलाई चिप्स खोइ र म चाहिँ भित्र रुममा गएँ र यो चाहिँ मेरो रुम हो। अनि हामीलाई चाहिँ यहाँ चाहिँ आफ्नो आफ्नो सेक्सन छुट्याइदिएको छ। आफ्नो आफ्नो सेक्सन क्लिन गर्नुपर्ने हुन्छ। र त्यसै पनि आज मन्डे हो। अन्त मन्डेको दिन चाहिँ हामी चाहिँ डिप क्लिन गर्दछ है सलोनमा चाहिँ। अरू बेला हामीले क्लिन गर्छौँ, यस्तो हल्का क्लिन गर्छौँ। तर मन्डेको दिन चाहिँ हामीले प्रायः डिप क्लिन गर्नुपर्ने हुन्छ सलोन चाहिँ है। गर्दा गर्दै मेरो कामहरू पनि खत्तम भइसक्यो होइन। मैले सबै सलोन क्लिनहरू गरिसकेँ। त्यसै कारणले तपाईँलाई धन्यवाद मेरो भ्लग हेरिदिनु भएकोमा। मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। भेट्नेछु अर्को ब्लगमा। बाई बाई गाइस।